निश्चित छ। दुईटा कुरा चाहिँ सत्य छ, एउटा जन्मिने एउटा मृत्यु। यसको जीवनको पाना आफ्ना कर्मले लेख्ने हो। र ठूलो पुस्तकको अगाडिको पानामा जन्म, पछाडिको पानामा मृत्यु लेखेको हुन्छ, बिचमा चाहिँ खाली हुन्छ। त्यो खाली पानामा यो संसारको जन्मेको हर व्यक्तिले आफ्नो जीवनको केही न केही चिज छोडेर गएको हुन्छ। त्यसैले अब त्यसैको लागि यो 1 वर्षको पुण्यतिथि, किनभने मृत्यु भएको दिन यति शोकाकुल हुन्छ कि यति कुरा सुन्ने नै कसैलाई त्यो चाह हुँदैन। त्यसैले गर्दाखेरि त्यो दिन यो सम्भव थिएन। त्यसैले 1 वर्षपछि हाम्रो यो पुण्यतिथि मनाउने हाम्रो यो प्राचीन चलन हो। त्यसले गर्दाखेरि आज जो यहाँ आउनुभएको छ आदरणीय परम आदरणीय गुरुजन, इष्टमित्र र हाम्रा बन्धुहरू सबै हजुरहरूलाई नमन गर्दै हामी आजको यो बुवाको 1 वर्षको स्मृति सभा सुरु गर्न गइरहेका छौँ। सुरु गर्नुभन्दा पहिला सबै शान्ति होस्, हाम्रो मन शान्त होस्, हाम्रो जीवन शान्त होस् भनेर थोरै शान्तिकरणको मन्त्र वाचन हाम्रो कन्या वन्दनाले गर्ने छिन्। त्यसपछि हामी अगाडि बढाउँछौँ। सुरु गर्छौँ। ओम शन्न इंद्राग्नि भवतामवोभि शन्न इंद्रा वरुणारातहव्य शमिंद्रा सोमा सुविताय शयो शन्न इंद्रा पूषणा वाजसातो ओम शन्नो भगः शमनः शंसो अस्तु शन्न पुरन्दे शमसन्तु रायः शन्न सत्यस्य सोमस्य शंस शन्नो अद्यम पुरजातो अस्तु ओम शन्नो धाता शमधर्तानो अस्तु शन्न उरुचि भवतु स्वधाभिः शम्रोदसी प्रियति शन्नो अद्रिः शन्नो देवानां सुहवानि सन्तु ओम शन्नो अग्निज्योतिरनीको अस्तु शन्नो मित्रा वरुणा वश्विनाशं शन्न सुकृतां सुकृतानि सन्तु शन्न इशिरो अभिवातु वातः ओम शन्नो द्यावा पृथिवी पूर्वहूतौ शमन्तरिक्षं दृशयेनो अस्तु शन्न ओषधिर्वलिनो भवन्तु शन्नो रजसस्पतिरस्तु ज्येष्ठुः ओम शन्न इन्द्रो वसुभिर्देवो अस्तु शमादित्येभिर्वरुणः सुशंसः शन्नो रुद्रो रुद्रेभिर्जराशः शन्न स्पष्टाग्नाभिर्यशृणोतु ओम शन्नः सोम भवतु ब्रह्म शन्नः शन्नो प्रावाणः शमसन्तु यज्ञः शन्नः स्वरुणामितयो भवन्तु शन्नः प्रस्वः शंवस्तु वेदिः ओम शन्नः सूर्य उरुचक्षा उदेतु शन्नश्चतस्र प्रतिशो भवन्तु शन्नः पर्वता ध्रुवयो भवन्तु शन्नः सिन्धवः समुद्रं त्वापः ओम शन्नो अदितिर्भवतु व्रतेभिः शन्नो भवन्तु मरुतः स्वर्काः शन्नो विष्णु शमुपूषानो अस्तु शन्नो भवित्रं शंवस्तु वायुः ओम शन्नो देवः सविता त्रायमाणः भवन्तु शसो विभातिः शन्नः पर्जन्यो भवतु प्रजाभ्यः शन्नः क्षेत्रस्य पतिरस्तु शम्भुः ओम शन्नो देवा विश्वदेवा भवन्तु शं सरस्वती साधीभिरस्तु शमभिषाच शमुरातिशाच शन्नो दिव्यः पार्थिवा शन्नो अप्यः ओम शन्नः सत्यस्य पतयो भवन्तु शन्नो अर्वन्तः शमसन्तु गावः शन्नः रिववः सुकृतः स्वहस्ताः शन्नो भवन्तु पितरो हवेषु ओम शन्नो अज एकपात् देव अस्तु शन्नो हिर्बुध्नः शं समुद्रः शन्नो अपां नपात् पेरुरस्तु शन्नो कृष्णिर्भवतु देवगोपा ओम इंद्रो विश्वस्य राजति शन्नो अस्तु द्विपदे शं चतुष्पदे ओम शन्नो वातः पवतां शन्नस्तपतु सूर्यः शन्नः कनिक्रदद्देवः पर्जन्य अभिवर्षतु ओम आहानिशं भवन्तु नः शं रात्रि प्रतिदीयताम् शन्न इन्द्राग्नि भवतामवोभि शन्न इन्द्रा वरुणारातहव्या शन्न इन्द्रा पूषणा वाजसातो शमिन्द्रा सोमा सुविताय शयोः ओम शन्नो देवी रभिष्टय शयो भवन्तु पीतये शयोरभिस्रवन्तु नः ओम द्यौः शान्तिरन्तरिक्षं शान्तिः पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिः वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्म शान्तिः सर्वं शान्तिः शान्तिरेव शान्तिः सामा शान्तिरेधि ओम तच्चक्षुर्देवहितं पुरस्तात् शुक्रमुच्चरत् पश्येम शरदः शतं जीवेम शरदः शतं शृणुयाम शरदः शतं प्रब्रवाम शरदः शतमदीनाः स्याम शरदः शतं भूयश्च शरदः शतात् ओम यज्जाग्रतो दूरमुदैति दैवं तदु सुप्तस्य तथैवैति दूरङ्गमं ज्योतिषां ज्योतिरेकं तन्मे मनः शिवसङ्कल्पमस्तु ओम येन कर्माण्यपसो मनीषिणो यज्ञे कृण्वन्ति विदथेषु धीराः यद पूर्वं यक्षमन्तः प्रजानां तन्मे मनः शिवसङ्कल्पमस्तु ओम यत्प्रज्ञानमुत चेतो धृतिश्च यज्ज्योतिरन्तरमृतं प्रजासु यस्मान्नृते किञ्चन कर्म क्रियते तन्मे मनः शिवसङ्कल्पमस्तु ओम येनेदं भूतं भुवनं भविष्यत् परिगृहीतममृतेन सर्वं येन यज्ञस्तायते सप्तहोता तन्मे मनः शिवसङ्कल्पमस्तु ओम यस्मिन् ऋचः सामयजुंषि यस्मिन् प्रतिष्ठिता रचना भाविवाराः यस्मिंश्चित्तं सर्वमूतं प्रजानां तन्मे मनः शिवसङ्कल्पमस्तु ओम सुषारथिरश्वानि वयन् मनुष्यान्ये नीयतेभिषु विर्वाजिनैव यत्प्रतिष्ठं यदजिरं च विष्ठं तन्मे मनः शिवसङ्कल्पमस्तु
ओम सनः पवस्वशं गवेशं जनाय शमर्वते शं राजन्नोषधीभ्यः ओम अभयं नः करत्यन्तरिक्षम् अभयं द्यावा पृथिवी उभे इमे अभयं पश्चादभयं पुरस्तादुत्तरादधरादभयं नो अस्तु ओम अभयं मित्रादभयममित्रादभयं ज्ञातादभयं परोक्षात् अभयं नक्तम् अभयं दिवानः सर्वा आशा मम मित्रं भवन्तु इति शान्तिकरणम्। ऋग्वेद का ये शान्ति मन्त्रले हाम्रो जीवनमा शान्ति होस्, समग्र हाम्रो परिवारमा शान्ति होस्, सधैँभरि शान्त कैपन्न होस्। बहुत सुन्दर मन्त्र वाचन भयो। अब यसपछि दीप प्रज्वलनको कार्यक्रम छ। दीप प्रज्वलन भइसकेको छ। हाम्रो आजको गुरुदेवबाट दीप छोएर प्रज्वलन भएको हुन्छ। हामी ज्योतिराम उपाध्यायलाई यहाँ बोलाउँछौँ। फोटो खिच्यो नै कोही फोटो खिच्दै गर्दा बसको त राम्रो मोबाइल पछि सेयर गरे भइहाल्छ। अब हामी श्रद्धाञ्जली टीको थोरै पछि गर्नेछौँ। त्योभन्दा अगाडि थोरै उहाँको जीवनको बारेमा हामी वाचन गर्नेछौँ। उहाँको जीवन के थियो, कस्तो थियो यो विषयमा, किनकि आज नै सम्झेर दिनु, त्यसैले यहीँबाट अब हामी सुरु गर्नेछौँ। त झन्डै 48 घन्टा लामो रेकर्ड उहाँले बोलेर जानुभएको छ। त्यो हामीले रेकर्ड गरेर राखेका छौँ। र उहाँसँग साहस मात्र थिएन, अद्भुत इतिहास पनि थियो। असमका बाहुनहरूका बारेमा, हाम्रो परिवारको बारेमा त एकै कुराहरू। अब 48 घन्टा लामो रेकर्ड भनेपछि म जति बेला आएँ यहाँ बस्ने, अब उहाँलाई फेरि थाहा थिएन रेकर्ड गरेको पनि। उहाँले बोलेका कुरा सबै रेकर्ड गरेर राखिएको छ। त्यो हाम्रो सम्पत्ति पनि हो। समग्र रूपमा के भन्दाखेरि कुनै पनि परिवार कति अगाडि बढेको छ के हो भन्ने कुरा चाहिँ उसको कुलबाट हेरिन्छ। कुल हेरेर छोरी माग्नु, मूल हेरेर पानी खानु भन्ने हाम्रो चाहिँ बाजेको अर्थी हो। त्यसैले नेउपानेहरूको यो पहिलो चाहिँ नेउपानेहरूको चाहिँ अर्थी हो। र हामी जो चाहिँ अहिले चाकुने गढी छौँ, चाकुने गढी, दालिम्रो खेत र जयनन्द बाजे, तीनटा जो चाहिँ धना गोपाल गौतुका हामी जो नाति छौँ, त्यसको चाहिँ मूल भनेको हाम्रो हामीले यो सुनपिप्ले बाहुनलाई चाहिँ कहिले पनि हामीले नछोड्ने कारण चाहिँ भनेको 70-75 वर्षको उमेरमा सुनपिप्ले अहिलेको हाम्रो चाहिँ गुरुको चाहिँ पुस्ता उहाँले चाहिँ छोरी दिएपछि 7 वर्षकी कन्या बिहा गरेर त्यहाँबाट हामी चाहिँ यति भएका हुँदै हामी सकिएको हाँगो हो यतापट्टि। त्यसरी धेरै कुराहरू यहाँ छन्, यो विषयमा पछि गरौँला। र हामी तलौनीमा मुख्य कुरा 4 बाजे छौँ। 4 बाजे उदय जोशीका चाहिने हाम्रो नायक परिवार रजबाट। हाम्रो कुनै पनि काममा चाहिँ नायक नआइकन काम हुँदैन। त्यसैले हामीले पहिलो टिको लाउनु पर्ने, मान्नु पर्ने हाम्रो चाहिने नायक। त्यसपछि जिल्लेका नाति जो अहिलेको पुजारी परिवार छ हाम्रो, माथिल्लो परिवार भन्छौँ, त्यो भयो। त्यसपछि चुफेका नाति हामी दाडीमा रुखे, चाकुने गढी जति र तिखेका नाति हाम्रो धामीको परिवार। यो 4वटा भाइका हामी सन्तानहरू हौँ। आज सौभाग्यले 4वटा चाहिँ परिवारबाट यहाँ आउनुभएको छ। म थोरै बुवाको जीवनीको बारेमा केही समयपछि थोरै म भन्ने छु। त्योभन्दा पहिला चाहिँ म आज सबभन्दा पहिला थोरै हाम्रो परिवारको बारेमा, हाम्रो बुवाको बारेमा आफ्नो सुवचन राख्दिनँ। म चाहिँ हाम्रो सौभाग्यले ओडासी पनि हुनुहुन्छ हाम्रो नायक परिवारबाट आदरणीय कान्छा बुवा टिकारामज्यूलाई थोरै उहाँको बारेमा भन्न अनुरोध गर्छु। नातामा ज्येष्ठ दाजु हुनुपर्ने हाम्रो परिवारको सबभन्दा जेठ हाम्रो अहिलेसम्म एउटा जेठ बुवा बितिहाले, एउटा दाजु, एउटा यहाँ के अरे यहाँ बढ्नु भएको बढिया, एउटा थगाली यहाँ सँगसँगै लगभग अहिले 90-92 वर्षको उहाँको जीवनसँग हामीले देखेका कुरा
र उहाँको भनेका कुराहरू हामीले सुन्दा अब धेरै मार्मिङ भन्नुहुन्थ्यो दाजु होइन। अब उहाँको अब मेरैमा उहाँको मृत्यु भयो। हाम्रो यो परिवार नेपाली दाजुभाइको परिवारमा हाम्रो ज्येष्ठता नै हुनुहुन्थ्यो, तर उहाँसँग सुझाव सल्लाह दिँदा राम्रै दिनुहुन्थ्यो हामीले। उहाँसँग लगभग भेट भएको 10 वर्ष जति भयो होला। मेरो उहाँ दाजुको मेरो भेट पाहाडमा जानुहुन्थ्यो, पाहाडमा भेट भएको यता मेरो त्यति आउजाउ नभएको कारणले उहाँसँग त्यति भेट गर्नु सकेन। तर उहाँ बित्दा हामी उसमा गभर्मेन्टमा पनि जान पाइयो। माथि बुवा बेच्नु भएको थियो। हाम्रो जहिले पनि यस्तो हुन्थ्यो परिवारमा, हाम्रो नाइको परिवार र यहाँको हाम्रो जुठो जहिले पनि एकचोटि पहिले पनि बा भन्थ्यो, तर योचोटि पनि कोही कस कारणले जुठो हाम्रो खपिएकै नै हो। हाम्रो 5 दिन ठुलो बित्नु भएको थियो, 5 दिनपछि उहाँ दाजु बेच्नुभयो। त्यसमा हाम्रो जुठो थपियो। बहुत बहुत सुन्दर। हाम्रो नायक परिवार यो चारवटा चाहिँ खम्बा नभएर घर बन्दैन, 4वटा पिल्लर नभएर घर बन्दैन भने जस्तो हाम्रो परिवारका 4वटा चाहिँ खम्बाहरू नभइकन हाम्रो केही कार्य सम्पन्न हुँदैन। देउता मान्न पनि 4वटा चाहियो, पितर पुज्नु पनि 4वटा भाइहरू चाहियो, अनिवार्य जरुरी। त्यति बेलाका चाहिँ हाम्रो पुर्खाहरूले कसरी व्यवस्था गरेर बनाएका थिए। त्यसैले यो प्रेम सद्भाव आगामी दिनमा पनि हामी राखिरहन्छौँ। धेरै धेरै धन्यवाद हजुरलाई। त्यसपछि म हाम्रो जिल्लेको नातिको परिवारबाट आदरणीय दाजु हुनुहुन्छ, पुजारी पनि हुनुहुन्छ। म दाजुलाई थोरै बुवाका बारेमा अब यो हाम्रो त्यति सबै बताउनु बाजे आएर बसे बस्नु भएन, 3 जोइसले बस्नु भएन भने सुनेको। फेरि बाजु कुकु जोइसी पनि अन्तारी सिका फेरि उसले बाजे जोइसी आए, जोइसी आए जोइसी पनि चार भाइको पछि कथा भयो भने अहिले वरिपरि मेरो हो तेरो हो सबैको नाम चलाउने भित्र अहिले चारै भाइले कसै पुराका हुडा खाने पुरा खाने कोहीले चिने भाइले फेरि चारै भाइले फले भनौँ न। अब एककाला मैले फले भने होइन, 4 भाइको अध्याप भयो, बसेर काम गरेँ। त्यतिखेर भाउ सबै गर्दा थिए, मान्न थिए, जेठो मान्ने 4 भाइ मान्ने, फलाउनु सबै थोक हुन्थ्यो। फेरि हाम्रो त्यो ठाउँमा बस्नु भएन। हाम्रो त्यो थलमा त्यो के अरे जिल जोइसी पनि बसिन सक्यो। तल त पढे लेख्थ्यो भने के नाम पाल्थ्यो, त्यहाँ त्यो प्लासमा आएर बसेँ। त्यही दिन चाहिँ सपना भयो त्यो माटेलाई सपना दियो। त्यो सपना भयो के गर्नु पनि यो गर्नु को गर्ने म हुँ आफै गरिदिउँ भने त्यो अरे हुँदैन। को गर्ने अब उपाध्याय दाइ यो उपाध्याय मेरो दाइ छ, त्यो दाइ भन्ने चलाउँथ्यो, दाजु भन्नाले दाइ भन्ने चलाउँथ्यो। बाजेगन ल्याएर कपी खेलायो भनौँ। त्यसरी सबैले बस्यौँ, अर्यौँ, खायौँ, पियौँ, राम्ररी बस्यौँ, जुठो मान्यौँ, जेठो मान्यौँ। अहिले मुखम्ब पेटो बगर लाग्यो बोलाउने कस्तो कसरी हुने तिहारी हुने कसरी खाए कसरी हुने बनाइदियो उदय अनुसार के एकता हौँ। अझ कराउनु जति कोही सक्दैन, कोही टिक्न सक्दैन, कोही जित्छ कोही नभाउ, कोही काहीँ, कोही सिर, कोही गुणेता, कोही कसाई, कोही उत्तर, कोही दक्षिण छु। सल्लाह हाम्रो एकता हुँदैन। त्यही उनले अहिले अलि बाहिर मान्छे कोही भन्नु होला, पिट्नु होला, धेरै तपाईँको भाती हुँदैन त्यतिकै एकदमै। अब धेरै ठुलो इतिहास छ, जस्तो इतिहास बहुत सुन्दर, किनभने यी कुराहरू जरुरी छन्। यसपछि हाम्रो अर्को भाइको रूपमा हामी तिखेको नातिको परिवार भन्छौँ, हाम्रो धामीको परिवार हुन्छ। धामी, पुजारी, मारा यो चाहिँ एक खम्बा हो। त्यसैले अब त्यसरी हाम्रो चलेको। त्यसैले म
आजको यो श्रद्धाञ्जली स्मृति सभामा म आदरणीय दाजु हामीले बोलाउनु भएको पनि हो, दाजु पनि गुरु पनि आदरणीय दाजु भक्तिरामलाई म चाहिँ श्रद्धाञ्जलीका 2 शब्द अर्पण गरिदिनु हुन अनुरोध गर्दछु। ठिक छ यहाँ उपस्थित हुनुभएका सबैलाई नमस्कार। म त त्यसरी कस्तो भन्दाखेरि तलुनीको गाउँको वर्णन, तलुनीमा आएर बसेको वर्णन, तलुनीबाट को आए, कति आएर कसरी बस्यो भन्ने कुरामा अलि लामो छ। त्यो भन्ने यसो मौका परेन सबै कुराहरू भन्न सक्छु। तर अहिले मैले उहाँको साइनाकान्त सुब्बाको चाहिँ बारेमा मात्रै भन्दैछु। उहाँ एउटा साहसी पुरुष, माइन्ड एकदम राम्रो माइन्ड भएका, किनभने उनको जीवनभरि इन्डिया बित्यो। तर यी पुस्तकहरू कहाँबाट मिले, फलाना फलानाको नाति, फलानु नाति, फलानु नाति, यस्तो छोरो हो, यो यस्तो भित्र यो परिको यस्तो हो भन्ने कुरामा उहाँको दिमाग चाहिँ कम्प्युटर जस्तो मैले मानेको थिएँ। अर्को कुरो थियो उहाँको, कसैले कसैलाई आफूलाई मात्रै होइन आफ्नो दाजुभाइ आफ्नो नजिकको इष्टमित्रलाई कसै आन थालेर होच्याएर बोल्यो भने त्यो बेला म मर्छु अथवा मलाई चाहिँ केही गर्छन् कि भन्ने कुरामा उहाँलाई त्यो कुरा थिएन। त्यस्तो जोस जाँगर भएको, दिमाग पनि चिसो, जोस पनि जाँगर भएको र आन मान्ने मान्छे हाम्रा धेरै छौँ नेपाली, हामी पनि छौँ। तर हाम्रो के पनि कसैले त्यसलाई त्यहाँनिर गाली गर्दैछ नेपालीबाट र मैले किन गाली गरेँ, होइन तपाईँले होइन नि उसलाई गाली गरेँ, ओए म त राम्रो मान्छे रहेछु मलाई त गाली गरेँ भन्ने किसिमको सहन गर्न सक्ने हाम्रा मान्छे छन्। तर असली कुरामा एक त आत्म श्रद्धाञ्जलीको कुरा भयो। दाजुभाइले आन छ, सबै हामी अनाज खान्छौँ, दुध खान्छौँ, आमाको दुध खाएर बाँचेका हौँ भने जो अहिलेका शब्दहरू प्रयोग हुन्छन् यहाँ, ती शब्दपछि कसैले सहन गरेर बस्नु हुँदैन। म त त्यही भन्छु है सबैलाई, किन गोत्र गाली किन सुहाउने। तपाईँ देख्नुभयो एक दिन त्यहाँनिर त्यहीँ हाम्रो पिपलको रुनेर बसेर बेला हामी नेउपाने 4-5 जना थियौँ। एकजनाले राम्रो विद्वानले आएर माइकी दियो नेउपाने भनेर, अनि त्यहाँनिर के भयो 4-5 जना माइला अङ्कल पनि थियो त कहाँ यहाँनिर सरकार एकजना माइला अङ्कल नायक, तुमीलाई ऊ अर्का माइला थिए, उनको तम्रा बुवा थिए, ऊ थिए 3 जना बाजे थिए बड्डा, अनि हाम्रा उब्री अङ्कल पनि थिए 36 साले। उसले आएर डाइरेक्ट नेउपाने केही भन्नु न बोल्नु, अब यो त भन्न नमिल्ने माइकी उसले दियो। अनि म पनि त्यही उता बसिहाल्छु, तर मलाई देखाएको थिएन है त्यसले, म उतापट्टि बसिहाल्छु पिँढु फर्केर दिएपछि। अनि म उठेर मैले समातेँ अनि गलामा समाते, किन गरी गाली कारण के हो भनेपछि म के भन्नु नायिका परिवारलाई त होइन है भन्यो, नायक त नेउपानेभित्र परेन नि त होइन भने मैले त बुढा मैले 70 कान्छु 14 जना फुटेले 15 जना फुटे भन्नु नायिका परिवारै होइन भन्नु, हो त्यो थपसान खुसा राम्रो मान्छे भयो, म मात्रै नराम्रो भयो। तर मेरो त बोल्दा मैले पनि त्यसलाई खाला निकालेर राखिदिन्छु। त्यो जुवाई सुवाई बाहुन जजमान गुरु मैले मान्दैन, गाली गर्ने र बेइज्जत गर्ने मान्छेलाई त म त मान्दैन। म दमाईलाई कामीलाई पनि मान्छु, हजुर भन्यो नमस्कार गर्यो, तपाईँ हाम्रो किन मान्ने ऊ पनि मानव हो। यस कारणले उहाँको बारेमा यसरी आन चाहिने जो कसैलाई पनि सहन गर्न नसक्ने के गलत कुराहरू, तर हामीले पनि त्यस्तै हुनुपर्छ भन्ने कुराहरू म टुङ्ग्याउँदै धेरै लामो त्यो बोलौँ होइन, यसैमा विषय गलत कुराहरूको सहन गर्नु हुँदैन कसैले पनि, हाम्रो जिन नै हो। किनभने हामी शङ्कर पाध्यका शरणार्थी हो, शङ्कर पाध्य जुम्लामा थिए। नेपालमा पहिलोचोटि राखे जुलुस गराउन सिकाएको काठमाडौँमा तैयारमा निया निशा फुत्तु छ भनेर काठमाडौँ, त्यसपछि राखे जुलुसको सुरुवात भएको धेरै कुराहरू छन्। किन्तु दाजुले कुरा गर्नु यसको विषयमा जति कुरा सालेकान्छुवाले जुन कुराहरू तपाईँहरूले पनि सुन्नुभयो होला, मैले धेरै सुनेको छु, म धेरैचोटि आएर बस्थेँ यहाँ पनि सुनेको छु। प्रष्ट कुरा हुन् ती कुराहरू हामीले मान्ने, अहिलेको विश्वास गर्ने, अहिले हाम्रो दाजुभाइ नै ती कुराहरू विश्वास गर्दैन, तर मैले विश्वास गर्छु। मलाई पनि केही कुराहरू अलिअलि यस्तो थाहा भएको हुनाले मैले चाहिँ विश्वास गर्छु। बहुत खुसी लाग्यो। अब त्यसै गरिकन हाम्रो विशेष गरिकन चापुने गरी जो तिनवटा बाजेमध्येको हाम्रो चाहिँ गाडी ग्रुपबाट पनि आज यहाँ आउनुभएको छ। म महेन्द्र काकालाई उहाँलाई श्रद्धाञ्जलीका सुरुवात धन्यवाद हुँदै आदरणीय दाजु देवीराम उपाध्यायको आज 1 वर्षको वर्ष दिनको पुण्यतिथिमा उपस्थित हुनुभएका सम्पूर्ण भाइ भतिजा छोरा इष्टमित्र लगायत विभिन्न ठाउँबाट शोक सभामा उपस्थित हुनुभएका सम्पूर्णमा
म नमन गर्न चाहन्छु। विशेष गरी मैले धेरै भनिरहन केही जरुरी छैन। दाजुको इतिहासले उनले दिएका अर्ती, उनले दिएका ज्ञान मैले पनि थुप्रै राखेको छु। दाजु कहिलेकाहीँ पहाड गइरहनुहुन्थ्यो, गएको बेला मैले केही कुरा उहाँसँग केही अर्तीका कुराहरू टिपोट गरेर मैले आफ्नो अभिभावक सम्झेर कहिलेकाहीँ सोधपुछ गरेर मैले राखेका छु। अहिले पनि मसँग ती एक किसिमको इतिहासै भए जस्तै राखेको छु। मैले पनि मसँग भएको ज्ञान उहाँले दिनुभएको, बाहिरबाट कसैले त्यस्तो दबाउट गरेपछि आत्मीय रूपले पनि यस्तो किसिमको सहन हुन्न भाइ, आपसमा मेलमिलाप गरेर बस्नुपर्छ। जति पनि समग्रमा आफूसँग भएका यो तलौनीमा बस्ने नेउपाने दाजुभाइहरू माथि कसैले केही आँच गर्यो, पारिवारिक रूपमा, सामूहिक रूपमा र बाह्य हस्तक्षेप कसैको परेपछि हामीले कसैप्रति रोकिनुहुन्न। त्यो किसिमको हामीले जागरुकता देखाएर अगाडि बढ्नुपर्छ र आफूले अगाडि बढ्ने प्रयत्न गर्नुपर्छ भनेर दाजुले दिनुभएको ज्ञान मसँग अहिले पनि अविस्मरणीय छ। म सधैँभरि दाजुको ज्ञानलाई सम्झिरहेको छु। दाजुले दिएको मलाई एक किसिमको हौसला, उमङ्ग र म दाजुको परमधामको यात्रा हुँदा म यहाँ थिइनँ, तैपनि मैले सम्झिरहेको थिएँ। दाजुले दिएका मलाई दिएका व्यक्तिगत रूपमा मलाई केही थोरै ज्ञान अलिक दिएका छन् मलाई। अब त्यो मैले अहिले यहाँ भनिरहन जरुरी पनि छैन। यसै गरी समग्रमा आदरणीय यहाँ बस्नुभएका हाम्रा नेउपाने बन्धुहरूको तर्फबाट चारै बाजेका सन्तानहरूले आफ्नो आफ्नो भनाइ राखेका छन्, जसमध्येमा अब विशेष गरी दाजुको दिएको ज्ञानले नै हामी उसरी हाम्रो परिवार जुन तल्लो परिवारको एउटा खम्बा गुमाएको प्रयत्न हामीप्रतिको छ, हामीलाई त्यो दुःख त सधैँ छ। र समग्रमा यहाँभन्दा पछि पनि हुने केही जससँग जति बढी ज्ञान छन् उसले एक किसिमको मोटिभेसन गरेर समग्रमा कोही मूर्ख हुन्छ, के भन्छन् इतिहासले के भन्छ कि मूर्खै बाटा ल्याउनु कि मूर्खा बाटा ल्याउनु भन्ने चलन छ। त्यसो नभएर कोही मान्छे अबुझको मान्छेलाई पनि समग्रमा बुझ्ने प्रयत्न गरी हाम्रा जति पनि मेरो उमेरका दाजुभाइहरूले, भाइ भतिजाहरूले केही कुरा कसैले ज्ञान कमी लिएको होला, कसैले बढी लिएको होला, समग्रमा एक किसिमको ग्यादरिङ छलफल गरेर यसको निष्कर्ष निकाल्न जरुरी छ। त्यसभन्दा पछि मात्रै हामीले यो शिक्षा अरूलाई दिन जरुरी होला जस्तो मलाई, त्यो पनि मेरो एक किसिमको सबैप्रतिको मेरो आग्रह छ। किनभने हामी के गर्छौँ भन्दाखेरि आज जस्तै कि हामीसँग यस्तो जुठो परिरहेछ, यस्तो मतलब अशुभ कार्य भइरहेछ, अर्को घरमा विवाह हुन्छ, अर्को घरमा जुठो मैलो परिरहेछ, अर्को घरमा उसले छुट्टै काम गर्छ। यो नभएर समग्रमा हाम्रो एकजुट र एक खम्बा भयौँ भने हामीसँग कसैले पनि बाह्य हस्तक्षेप हुन सक्दैन भन्ने आदरणीय भक्तिरामले राखेका कुरा म त्यसमा समर्थन गर्न चाहन्छु। किन भन्दाखेरि हामीले जति सिकेका छौँ, जति ज्ञान आफूसँग छ, त्यो ज्ञान अरूलाई पनि दिन जरुरी छ। मेरो एकदम रिक्वेस्ट हजुरहरूप्रति, आदरणीय व्यक्तित्वहरूप्रति मेरो एक किसिमको यो रिक्वेस्ट हो। किनभने हामीभन्दा सानो बच्चाले आज यत्रो वेद विद्या आश्रमबाट एउटा वेदको ज्ञान प्राप्त गरेर यत्रो शिक्षा हामी माझ झल्काउने देखेपछि आखिरी पप्लिङले र समुदायले गरेपछि त राम्रै काम हुँदो रहेछन्। किनभने हामी त सामान्य वेदको ब भन्ने अक्षर आउँदैन त, हामीलाई एक किसिमको त्यो भने ज्ञान सबैभन्दा ठुलो त ज्ञान रहेछ। यस्ता किसिमका ज्ञान, यस्ता किसिमका सिपहरू हाम्रो समुदायमा अझै पनि दाजुको प्रेरणाले सबैमा छत्र छाया रहोस् र दाजुको उमेर बराबरमा सबैले बाँच्ने हैसियत सबैसँग जागरुक होस्। जाँड रक्सीबाट दाजु धेरै टाढा रहनुहुन्थ्यो, यो रोडमा कोही जाँड रक्सी खाने मान्छे आयो भने सिधै लड्न जानुहुन्थ्यो भन्ने पनि मैले सुनेको छु। भने हामीले त्योबाट पनि आजकै दिनबाट टाढा रहनुपर्छ हाम्रो परिवारले। म त्यसमा पनि यता अलि बाहिर गयो भने पनि यसलाई प्रायः जसो यो जाँड रक्सी खाने मान्छेलाई मन नपर्न सक्छ यो कुरा, यसबाट पनि हामीले टाढा रहनुपर्छ। आफूसँगै भएको अर्ग्यानिक चिज खाएर मान्छे शक्तिशाली बनेको इतिहास छ। आदरणीय दाजुको वर्ष दिनको पुण्यतिथिमा आज आएर यहाँ लगभग 12-15 वर्षपछि, 15-20 वर्षपछि सबै आफन्तहरूसँग भेट मुलाकात भएको छ। संयोगवशले आज दाजुले जुराएको दिनमा सबै दाजुभाइहरूसँगको एक किसिमको मेलमिलापमा म हृदयदेखि नै एकातर्फ दाजुको श्रद्धाञ्जली सभामा आत्मदुखी छ भने अर्कोतर्फ सबैसँग मेलमिलाप भएर खुसी पनि छाएको छ। समग्र दाजुको आशीर्वादले हाम्रो नेउपाने परिवार फलोस् फुलोस्, छत्र छाया होस्, भरिपूर्ण होस् भन्ने भनाइ राख्दै दाजुको परमधामको यात्रा र यो श्रद्धाञ्जली सभामा
दाजुले दिएका ज्ञानहरू कहिल्यै नबिर्सिने गरी दाजुको परमधामको यात्रा सुखमय बितोस् भन्दै म मेरा 2 शब्द यहीँ अन्त्य गर्छु। हवस् त, समग्रमा मेरो प्रणाम छ। हजुरहरूले बोलेका प्रत्येक शब्दहरूले हृदय झन्किनु भएको छ। एकातिर परमधामको यात्रापछिको यो श्रद्धाञ्जली सभामा दुःख पनि छ, अर्कोतिर एक खालको भाइ बन्धुहरूको यो आत्मीयताले हामी अझै साहस र धेरै भएको छ। अब यसपछि म यही श्रद्धाञ्जलीकै कार्यक्रमलाई हाम्रो परिवारको विद्वत आदरणीय काका लम्की बहुमुखी क्याम्पस सिप पनि हुनुभयो, हाम्रो गर्वको विषय हो र चेतनाका हिसाबले हर हिसाबले यो परिवारको गणकै रूपमा हुनुहुन्छ। म आदरणीय कान्छा बुवा गणेश प्रसाद ज्यूलाई आजको यस वार्षिकी देवीराम उपाध्यायको यो 93औं जन्मोत्सव भन्दा पनि जन्मोत्सव भन्दा पनि अब यो दुवै चिज सँगसँगै गर्दा सभामा सबै उपस्थित हुनुभएका आफन्तजन गुरुवर्गहरू सबैमा म साइनो अनुसारको प्रणाम योग र आशीर्वाद दिन चाहन्छु। अब अरू धेरै कुराहरू, पारिवारिक कुराहरू, हाम्रो त्यहाँ बसाइका कुराहरू, त्यसपछि बसाइसराइका कुराहरू, अनि आजभन्दा पनि एउटा यस्तो सायद जुराएर सम्पूर्ण हामी नेउपाने अथवा तलौनीबाट बसाइ सरेका सबै दाजुभाइहरू अहिले त सबै लगभग बर्दिया र हामी यो कैलालीको वरिपरिको क्षेत्रभित्र समेटिएका छौँ। कोही कतै अलिकति भुरी गाउँसम्म अथवा अलिक तलसम्म होला, कोही अलिकति अब यहाँ कैलालीको पनि अलिक परसम्म होला, तर हामी योभन्दा टाढा त्यो क्षेत्रबाट धेरै टाढा गइसकेको धेरै छैन। तथापि जो जहाँ भए पनि हामीले एउटा यस्तो अवसर जुटाएर एकताको लागि पहल गर्न आवश्यक छ भन्ने मान्छु। त्यो मेरो भन्दा पनि विचार आदरणीय दाजुको मलाई धेरै पहिला त्यो भन्नुभएको थियो। म अहिले स्मरण मात्रै, उहाँलाई मात्रै म स्मरण गर्न चाहन्छु। उहाँको दिएका दिव्य उपदेशहरू हाम्रा लागि प्रेरणादायी छन्। उहाँ कस्तो मान्छे हुनुहुन्थ्यो, हामीलाई आजको आवश्यकता त्यति हो र उहाँबाट हामी के प्रेरणा पाउँछौँ र हाम्रा भोलिका सन्ततिले उहाँबाट के सिक्न सक्छौँ। हामीले अहिलेको आवश्यकता म त्यो फर्केको मान्छु। हामी कसरी तलौनीमा आइबस्यौँ त्यो अहिले महत्त्वको विषय जस्तो मलाई लाग्दैन, त्यसले महत्त्व राख्दैन। किन भन्नुहुन्छ भने मैले त यति भन्न सक्छु बरु तलौनीमै बस्ने हो भनेपछि हामी बिले हुन्छौँ है। तलौनीको माटोले हामीले बौला बनाउँछ, मैले त्यति भरि सिकेँ। अब त्यो भन्ने हो भने फेरि अपमान गरे जस्तो होला, त्यो पुण्य भूमिले त्यो पनि होइन। किन भन्नुहुन्छ भने नेगेटिभिटीको एउटा पार्ट बडा नराम्रोसँग जोडिएको छ त्यो भूमिमा। खै के हुन्छ, म स्वयं पनि गएँ भने कर्णाली तरेँ भने म पनि अर्ध पागल भएको जस्तो देखिन्छ। मैले त्यो फिलिङ आफूले गरेको मेरो अनुभव, मैले आफ्नो अनुभवलाई मात्रै भने मैले त्यो जन्मभूमि मेरो त्यो स्वर्ग जस्तो भूमिलाई मैले अनादर गरेको चाहिँ होइन। त्यो भूमिमा हामीले केही गर्न नसकेका हौँ कि हामीले हाम्रा पूर्वजहरूको प्रति उद्धार गर्न नसकेका हौँ कि त्यस्तो हो भनेपछि एउटा कुनै एउटा यज्ञ महायज्ञ जस्तो हामीले त्यो भूमिमा आयोजना गरेर हामी नै हामीसँग सङ्कल्पकर्ता मात्रै हामी बनिदिने हो भने हामीसँग हाम्रै अथाह सन्ततिहरू हाम्रा अहिले सम्पत्तिका रूपमा उत्पादन गरेका छन्। ती उत्पादित सम्पत्तिहरूलाई मात्रै सदुपयोग गर्न सक्यौँ भने सायद मलाई लाग्छ त्योभन्दा बढी हामी लाभ लिन सक्छौँ, हाम्रो त्यो भूमिलाई अझ पूर्ण बनाउन सक्छौँ। त्यो मेरो पनि एउटा सिद्धान्त छ। अब अरू गर्ने भनेको हामी त अहिले त जेन्जी पुस्ता आइसकेको छ, हामी त वाइ पुस्ताका मान्छे, हामीले धेरै बोल्न पनि त्यति आवश्यक छैन। अब अहिलेका नयाँ पुस्ताहरूले पनि त्यसमा सोचनीय विषय बनाउनु पर्ला। अब दाजुकै कुरा गर्नुपर्दा दाजुलाई मेरा आँखाले चिन्नु पर्दाखेरि र मैले देख्दाखेरि
सबभन्दा पहिला मेरो परिवार आयो, यसै ठाउँमा बसेर यही भूमिको यो 4 कट्ठा मेरो बाआमाले लिनुभएको थियो। दाजु त्यतिखेर आएर सबै परिवारहरूलाई ल्याएर पहाडीपुर बस्नुभयो पहिलो बसाइ। 2-4 कति दिनसम्म बसिसकेपछि अहिले पनि भाउजू जीवित हुनुहुन्छ। अब चन्द्रलाई त त्यति थाहा होला, गोकर्णलाई पनि अलिक किन थाहा नहुनु, अब दाजु अहिले हुनुहुन्न। त्यसपछि यहाँ आउनुभयो, म त त्यहाँ बस्न सक्दैन ससुरालीकोमा भाइ, अहिले यहाँ हुनु त गुरुहरू पनि उहाँका ससुराली नै हुनुहुन्छ होइन, म बस्न सक्दैन, म त यहीँ आउँछु भनेपछि त्यहीँ आएर हामी एउटै घरमा एकै त्यो उसले परालले छाएको घर थियो, हाम्रो पनि केही घर थिएन, त्यसैको आधा पार्टमा हामी बस्यौँ। त्यसपछि दोस्रो वर्ष एउटा घटना घट्यो। त्यसपछि यसैलाई 2 टुक्रा पारेर तल्लो भागमा हामीले घर बनायौँ, माथिल्लो भागमा यो घर बन्यो। यही घर अहिले पनि त्यसको अवशेष जीवित छ। त्यही भने यसरी हामी बसेका हौँ। अनि त्यसपछि मैले जति दाजुलाई चिने, दाजु निडर, साहसी र जो अघि नै भतिज भगिरामले भन्नुभयो महिलाले, त्यो यथार्थ हो। उहाँ व्यक्तिमा झगडा भयो भने आपसमा झगडा गर्न पनि त्यति अप्ठ्यारो नमाने तापनि गोत्र र आफ्नो परिवारको मान्छेलाई कसैले होच्याउँदा गिज्याउँदा या कसैले त्यस्तो खालको दुर्व्यवहार गर्यो भने उहाँ सहन नसक्ने, बरु आफ्नो घाँटी रेट्न तयार हुने मान्छे हो। त्यसैले उहाँलाई एउटा परिवारको संरक्षक भनेर मैले बुझ्छु। परिवारको संरक्षणका लागि उहाँको योगदान निकै ठुलो छ। अब मान्छेसँग जति गुण हुन्छन् त्यति दोष पनि हुन सक्लान्, त्यो आफ्ना ठाउँमा छ। अहिले उहाँ सबै चिज ठिक थियो भन्दाखेरि कतिका मनहरूलाई नबुझला, तर कुरो के हो भन्नुहुन्छ भने पारिवारिक रूपमा कसैले पनि च्यालेन्ज धावा बोल्यो भने उहाँ त्यो स्वीकार गर्न सक्नुहुन्न थियो। त्यस कारणले उहाँले दोस्रो दिनै सपरिवार ल्याइकन आउनुभयो। त्यो पनि एउटा च्यालेन्जको कुरा हो। त्यस कारणले उहाँ त्यो च्यालेन्जसँग फेरि डराउनु पनि हुँदैन थियो। अहिले मर्ने अवस्था हुँदा पनि कसैले उहाँलाई होच्याएर भन्यो भने उहाँ त्योसँग प्रतिवाद गर्न बरु तयार हुनुहुन्थ्यो, तर झुकेर बस्नु। हुन त एउटा कुरा के छ भन्नुहुन्छ भने कसैले हामीलाई गिजाए जस्तो महसुस भयो, हामीलाई हेला गरे जस्तो महसुस भयो भने हामी त्यसको प्रतिवाद गर्न खोज्छौँ, अर्थात् त्यसको बदलाको भावना। बदलाले कहिल्यै पनि संसार जितिँदैन, बदला होइन व्यवस्था गर्न सिक्नुपर्छ। त्यसैले व्यवस्था गर्न हामी अहिले पनि सक्यौँ भने हामीलाई च्यालेन्ज दिनेहरूलाई सजिलै परास्त गर्न सक्छौँ भन्ने मलाई पनि विश्वास छ। त्यस कारणले हामी सबै परिवारहरूमा एक प्रकारको दाजुको आशीर्वाद स्वर्गवास हुनुहुन्छ, उहाँको आशीर्वाद हामीमा रहिरहोस् र उहाँको स्वर्गवास होस्। उहाँले जहिले पनि हाम्रो परिवारको समृद्धिका लागि जुन खालको उहाँको भूमिका थियो त्यो भूमिका हामी जहिले पनि स्मरण गर्न सकौँ। र अझै म यहाँ छोराहरूलाई वार्षिक रूपमा हामीले मात्रै होइन सबै जनमानसले सम्झिने गरी कुनै योजना उहाँहरूले गर्नुभयो भने अझै राम्रो हुन सक्छ भन्ने सल्लाह दिँदै बिदा हुन्छु। त्यसपछि 93 वर्षको उमेरमा उहाँको स्वर्गवास भयो। धेरै नातिहरू नाति पनि भइसकेको छ अहिले। त्यसैले समग्र नातिहरूको तर्फबाट म त्यस नातिहरूमा पनि सबैभन्दा ज्येष्ठ सदस्य नातिको तर्फबाट विनोदलाई श्रद्धाञ्जलीका 2 शब्द अर्पण गरेर स्मृति सभामा उपस्थित साइनो अनुसारको पूजनीय बाजेको यो वार्षिक पुण्यतिथि उपस्थित हुन पाउनु आफूलाई पनि भाग्यमानी सम्झ्छु। बाजेको दाह संस्कार लगायत क्रियाक्रममा पनि म सहभागी हुन सकिनँ, काम व्यस्त भएर अहिले मैले जसरी पनि यो वार्षिक पुण्यतिथिमा उपस्थित हुन सक्छु।
संयोगवश आज उपस्थित हुन सकेँ। आदरणीय बाजे हाम्रो लागि अघि सबैले भन्नुभयो, बाजेले भन्नुभयो, बाजेले अङ्कलले सबैजनाले भनेर जानुभयो बाजेको व्यक्तित्वका बारेमा। उहाँको व्यक्तित्व निकै प्रेरणादायी छ, जसबाट हामीले उहाँका गुणहरूलाई सिकेर अवलम्बन गर्न सक्यौँ भने हाम्रो जीवनमा पनि सफलता पाउन सक्छ अथवा हामी सबैका लागि त्यो फाइदा हुनसक्छ। उहाँका केही राम्रा गुणहरू जस्तो उहाँको एउटा गुणको बारेमा विशेष चर्चा छ। घरमा चाहे झगडा गरे पनि, आफै भाइ झगडा गरे पनि बाहिरको मान्छे कसैलाई पनि त भन्यो भने त्यति बेला नचाहिने मेरो त्योसँग झगडा छ, त्यसलाई झगडा गर्यो, त्यसलाई चाहिँ कुट्यो अथवा त्यसलाई गाली गर्यो, त्यो ठिक छ भनेर उहाँले कहिले भन्नु भएन। बाजेसँग धेरै इतिहासका कुराहरू छन्, जस्तो अङ्कलले अघि नै रेकर्ड गरे केही अंश सुनाउनु भयो। त्यति साह्रै बस्ने समय त मिलेन, तर जहिले बसियो उहाँले जति हामीलाई अर्को उपदेश दिनुभयो, कतिपय ज्ञान लिन सकेनौँ। मैले त धेरै लिन पनि सकिनँ, अङ्कलहरूले छ मैले लिएको छ भन्नुभएको थियो, धेरै लिन सकिनँ। उहाँ जस्तो जीवन, उहाँ जस्तो व्यक्तित्व सायद अब हामीले पाउँदैनौँ होला। त्यसरी उहाँ इतिहासको एउटा पात्र हुनुहुन्थ्यो, इतिहास हुनुहुन्थ्यो, सिङ्गो इतिहास हुनुहुन्थ्यो। उहाँ जानुभएको दुःखद घडीलाई एकचोटि पुनः स्मरण गर्दै बाजेप्रति पुनः भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै म मेरो छोटो शब्द टुङ्ग्याउँछु। धन्यवाद। उहाँको जीवनगाथाको बारेमा हामीले बोल्यौँ। अब यो हाम्रो आउँदो दिनहरूमा एउटा संस्कार पनि बसोस्। साइना बुवाको बारेमा बोल्नु पर्दाखेरि मैले भने 48 घन्टा लामो उहाँको रेकर्ड नै छ। हामी देखेर चाहिँ एउटा किताब बनाउने जस्तो लाग्छ। र आफ्नै बुवाको पनि झन्डै 40 घन्टा लामो रेकर्ड राख्यो। अब यी चिजहरू हाम्रो सम्पत्ति हो। म के हुँ को हुँ भन्ने नै थाहा छैन। जसलाई म के हुँ र को हुँ भन्ने थाहा छैन, उसले जीवनमा केही गर्न सक्दैन। संसारमा ती मान्छे अगाडि बढेका छन् जसले म के हुँ भन्ने चिनेको छ। हामी शङ्करपाध्यका छोरा नेपालको क्रान्तिको सुरुवात गर्ने शङ्करपाध्य। धेरै लामो छैन शङ्करपाध्यको इतिहास। शङ्करपाध्य नामकरण 2 भाइ उहाँहरू आउनुभयो, नामकरण 26 बस्नुभयो। शङ्करपाध्यका छोरा नामकरण तुलुपाध्य, नामकरण चाहिँ 26 बस्नुभयो। तुलुपाध्य चाहिँ नि तलवनी आउनुभयो। तुलुपाध्यका छोरा चुखुपाध्य, चुखुपाध्यपछि चाहिँ त्यसैले पूजनीय परम पूज्य बुवाको यी बाणीले गर्दाखेरि हामीले अहिले पनि 3 दिन भोको रहे पनि शरीरमा ऊर्जा र जागर आउने उहाँको चाहिँ यो शक्ति हामीसँग रहेको छ। मैले यही क्रममा एउटा सानो चाहिँ उहाँलाई सम्झिने एउटा कविता पनि बनाएको छु। म त्यो सुनाउँछु र थोरै उहाँको 2-3 मिनटमा उहाँको जीवन खाताको बारेमा बोलेर यसलाई सघाउँछु। तलौनीमा उम्रिएको त्यो बिउ आज पनि हरियो छ। तलौनीमा उम्रिएको त्यो बिउ आज पनि हरियो छ। त्यो धरती जसले वीरको मुटु पिरो छ, त्यो धरती जसले वीरको मुटु पिरो छ। मुम्बईका रेलले चिन्थ्यो उनको हुकुमको आवाज। मुम्बईका रेलले चिन्थ्यो उनको हुकुमको आवाज। 1000 मान्छे सम्हाल्ने हात अझै जादुमय थियो। 1000 मान्छे सम्हाल्ने हात अझै जादुमय थियो। कसरी भुलु त्यो हजारिया गोर्खाको नाम, कसरी भुलु त्यो हजारिया गोर्खाको नाम। इतिहासको पानामा आज पनि त्यो ज्वाला जस्तो बलियो छ। इतिहासको पानामा आज पनि त्यो ज्वाला जस्तो बलियो छ। कर्ममा धर्म, बोलीमा सत्य, हृदयमा प्रेम थियो। कर्ममा धर्म, बोलीमा सत्य, हृदयमा प्रेम थियो। त्यो आत्मा साँचो तेजले अजमभरि बलियो छ। त्यो आत्मा साँचो तेजले अजमभरि बलियो छ। मटेरामा ढल्कियो अन्तिम साँझ बुवाको। मटेरामा ढल्कियो अन्तिम साँझ बुवाको। तर कर्णाली किनारले पनि गर्वले नाचियो। तर कर्णाली किनारले पनि गर्वले नाचियो। चिस्सापानी घाटको धुवाँ बनेर आकाश पुगेको आत्मा। चिस्सापानी घाटको धुवाँ बनेर आकाश पुगेको आत्मा आज हामीभित्र दीप बनेर जलिरहेको छ। आज हामीभित्र दीप बनेर जलिरहेको छ। 93 वर्षको यात्रामा कुनै भुल थिएन। 93 वर्षको यात्रामा कुनै भुल थिएन। उहाँको अनुशासन, प्रेम र साहस अझै बगिरहेको छ। उहाँको अनुशासन, प्रेम र साहस अझै बगिरहेको छ। यो उहाँलाई सम्झिने मैले सानो एउटा कविता पढेको थिएँ। आदरणीय गुरुहरू, हाम्रो सम्पूर्ण दाजुभाइ, इष्टमित्रहरू, हजुरहरू आज सबै आइदिनु भयो। हजुरहरू आएकोमा म धेरै
खुसी छु र बुवाको विषयमा बोल्नु पर्दाखेरि यो संसार साहसीले खाने हो। मान्छे धेरै बाँच्छ भन्छ नि, खाएर धेरै बाँच्ने होइन। डर सुरुमा मान्छेले दुनियाँ 24 घण्टा खाए पनि धेरै बाँच्दैन, साहसले बाँच्ने। शरीर खानाले बन्ने भएको भए त राजा महाराजाहरू 300 वर्षमा बाँच्थे हो। त्यसैले बुवाको के थियो भन्दाखेरि शरीर बलियो थियो, मस्तिष्क पनि बलियो थियो, ब्रेन पनि बलियो थियो। मैले यत्रो 25 वर्षको उमेर 25 वर्ष भयो म एउटा यो यात्रामा हिँडेको, यत्र दुनियाँका मान्छेहरू नेपाल भारत विदेशसम्म पुगेँ। यति बलियो चाहिँ मेमोरी भएको एउटा उस्तो रजनीश हुनुहुन्थ्यो र अहिलेको जमानामा त्यति मेमोरी पावर मर्ने बेला भन्दा पनि उहाँको त्यो श्वास छोड्नुभन्दा 10 दिन अगाडिको रेकर्ड पनि मसँग छ, मलाई दिएको अरे त्यो पनि रेकर्ड छ मसँग। म आएको थिएँ, त्यति ज्वलन्त के भन्छ उहाँको साहस, त्यस्तो चाहिँ दिव्य शक्ति यो बिरलै मान्छेमा हुने चिज हुन्छ। र त्यसैले हामीलाई चाहिँ एकदमै गर्व दिएको छ। र अब म थोरै चाहिँ बुवाको बारेमा सबैलाई थाहा छ, मैले बुवाको बारेमा धेरै कुरा मैले भन्नुपर्ने, हजुरले सुनिरहनु पर्ने केही छैन, सबैलाई धेरै कुरा थाहा छ। त समग्रमा भन्नुपर्दा यो परिवार ब्राह्मण भन्दा पनि क्षेत्रीय स्वभावको रहेछ, क्षेत्रीय स्वभाव। मैले भने नि शङ्करपाध्यको चाहिँ भनेको खोलासँग चाहिँ नदी नालासँग चाहिँ मुद्दा लड्ने चाहिँ भनेपछि त त्यस्तो चाहिने साहस भएको चाहिँ हाम्रो यो परिवारको जिन हो कि। अनि यो जिन चाहिँ बचाइरहनु पर्छ। हेर्नुहोस्, जिन ओरिजिनल रूपमा जिन बचिरह्यो भने त दुनियाँमा कहीँ गएर पनि, अब हामी अफ्रिका गए पनि त्यही पनि हाम्रो चाहिने हामी शासन चलाउन सक्छौँ, त्यति चाहिने क्षमता र साहस चाहिने थियो। र त्यसको चाहिने ज्वलन्त उदाहरण बुवा हुनुहुन्थ्यो। मलाई थाहा छ उहाँले एकचोटि चाहिँ निकानेमा चाहिँ हाम्रो चाहिँ गण्डीजी काउजूको चाहिँ त्यहाँ गत लगाएका कोसिका उनीहरूले आएर खाइदिए, पढ्यो झगडा उनीहरूसँग। अब धमालीका रामा बेला रामा जानुपर्ने भयो, अब अहिले तोसिका चलाउने सबै कुटेर ल्याउनु भने धेरै मान्छे चाहिँ राम हिँड्ने गएन। बाउसा मैले अहिले मलाई याद छ 43-44 सालतिरको कुरा हो, बाउसा भिड एकलाई त्यो बाउसा भिडले त्यता धमालीका झगडामा गएका त्यस्ता कहिले छ। सुर्खेतमा चाहिँ साइली आमालाई 9-12 थियो नि, 13 वर्षको उनीहरू साइली आमा लिएर आए। सुर्खेतका चाहिँ बुटुका हल्दुरुखमा 60 जना भोटेसँग अब डिस्काउन्ट खोज्यो होला भोटेहरूले। 60 जना भोटेसँग एक्लै चाहिने भनेको त्यहाँ लड्यो। पछि त्यही भोटे यहाँ जेठा दोकानमा आइसकेपछि यो को हो भनेछन्, साली पनि बसिआएर रहेछ जेठाबासँग। त्यो भोटेले सोध्नु छ यो को भनेपछि यो मेरो भाइ हो भनेछन्। तिम्रो भाइ हो, यो त खतरा मान्छे हो। त्यसले हल्दुरुखमा हामी किन 60 जनामा खुकुरी तानेर चम्काइहाले खुकुरी। यस्तो खालको चाहिँ साहस थियो। इतिहासका हर कुराहरू यति चिजहरू दिएका छन्। त्यसैले अब यो परिवारसँग यी सबै कुराहरू हामीले सेयर गर्नुपर्ने जरुरी छ, प्रत्येक कुराहरू। त्यसैले यो आनको कुरा हुन्छ नि, अघि भन्नुभयो नि दाजुले आनको कुराहरू। अब हामीको परिवारमा ओक्ते जोशी हुनुहुन्थ्यो आन मान्ने अघिल्लो पुस्तामा। गाउँभित्र जे जस्तो चाहिने भए पनि बाहिर चाहिने कसले दुईटा कुरा गर्यो भने अघि चाहिने ओक्ते जोशी यस्तो हुनुहुन्थ्यो अरे। हामीले देखेनौँ, अब दाजुले देखे, अरूले देखे, मलाई त्यो बुवाले भन्नुभयो, मेरो बुवाले भनेको। अब अभि जोशी चाहिँ भनेको हाम्रो चाहिने दाजुको परिवारमा अभि जोशी चाहिने यस्ता थिए कि यति आन मान्ने मान्छे थिए। त्यसैले आन नमान्ने भाइ नै होइन, अघि दाजुले भन्नुभयो। त्यसैले यो परिवार चाहिँ आज पनि हामी तिनै चाहिँ शङ्करपाध्यको तिनै हाम्रा पुस्ताहरूको चाहिँ त्यो गर्वले आज हामी जहाँ छौँ, जे गरिरहेका छौँ, त्यहाँ पुगिरहेका छौँ र अझै पनि हामी अगाडि बढ्नेछौँ। एउटा कुरा अहिले सबैले बोलिरहँदाखेरि के खट्क्यो भने धेरै चिजहरू हामी एक आपसमा चाहिँ टाढिँदै गएको हो कि भन्ने आवाज सबैले बोल्नुभयो। अहिले विशेष गरी दाजुले बोल्नुभयो, काकाले बोल्नुभयो, हाम्रो चाहिँ नि अर्को काकाले बोल्नुभयो। यो सबै कुरा अड्केको छ। यो के का कारणले भन्दा अज्ञानता होइन। झगडा भयो, लडाइँ किन भयो? अज्ञानता। हामी अज्ञान भयो। अब जसबाट हामीले ज्ञान लिनुपर्ने हो, उहाँहरूले हामीलाई जहिले पनि ठुल्ठुलो ज्ञान दिनुभयो। यो विषयमा कुनै बेला गुप्त रूपमा बसेर सरसल्लाह गरौँला, किनभने अनि अज्ञानता भयो। आएर चाहिँ भनेको हामीको परिवार, यसको परिवार, उसको परिवार, 4 भाइ आइकन त्यो चाहिँ दुनियाँभरिको चाहिँ थले आएर निकानेदेखि लिएर डाब पुरै हाम्रो, हेर्नुहोस् त फुलाम पुरै हाम्रो होइन, निकाने हाम्रो। त्यत्रो थल्याउने कति पावर थियो, कति शक्ति थियो। त्यो कहिले थाहै छैन। अहिले यहाँ कहीको नाति हो भने थाहा छैन होइन। त्यसैले अब हामीले अरूका कुरा होइन, अरूको खिचिटिउरी गर्ने होइन। आज पनि हामी चाहिँ नेपालको अब त्यही तलौनीबाट आएर अहिले हामी जहाँ छौँ पछिल्लो समय, विशेष गरिकन 50को दशकपछि हामीमा धेरै चिज भएको छ। त्यो भएको कुरा पनि थाहा छैन, को कहाँ छ भन्ने पनि थाहा छैन।
झन्डै अधिकृतदेखि लिएर तपाईँको चाहिँ नेपाल सरकारको अफिसरदेखि लिएर क्याम्पस चिफदेखि लिएर एक खालको राजनीतिको क्षेत्रमादेखि लिएर राष्ट्रिय राजनीतिमा सिंहदरबारमा पस्ने, सिंहदरबारमा पहिलो रेडियो नेपाललाई चाहिँ समातेर चाहिँ रेडियो नेपाल चलाउनेदेखि लिएर यी सबै कुराहरू हामीलाई गर्वका कुराहरू थिए, अहिले पनि छन्। त्यसैले नेपालको हामी राज्य सत्तादेखि लिएर सबै ठाउँमा हाम्रो बिस्तारै पहुँच पनि बढेको छ। यो सबैले गर्व गर्नु। अब यो अहिले आज बुवाको चाहिँ स्मृति सभामै सबै कुरा भन्न जरुरी थिएन। अब एकचोटि हामीले के सल्लाह गरेका छौँ भन्दाखेरि अब केही फाजल भएन भने अर्को दसैँमा एकचोटि चाहिँ 7 दिनको एउटा महायज्ञ हाम्रो समग्र दाजुभाइहरूको मात्रै, प्रवचन गर्ने पनि हाम्रै, पूजा गर्ने पनि हाम्रै, सबै हाम्रो राखेर, किनभने आफ्ना भाग भएपछि खान पाइयो नि त, आफ्नो कमाएको चिज होइन। हामीसँग अहिले सबै चिज छ। त्यसैले हाम्रो सबै कोही नछुटाइकन एउटा त्यो कार्यक्रम गरौँला भन्ने हामीले मनोमनै सङ्कल्प गरेका छौँ। अब यो मैले भने हजुरहरूको पनि सबैले आज यो जानकारी पनि गराएँ। र त्यसमा चाहिँ हामी त्यो किन गर्नेछौँ भन्दाखेरि खालि त्यहाँ चाहिँ भजन कीर्तनका लागि मात्रै गर्ने छैनौँ, त्यहाँ हाम्रो इतिहास पनि लेख्नुपर्ने छ। अब परे हाम्रो चाहिँ वडा नायक कान्छो बच्चन, उनको छोरो भेटियो र मेरो छोरो भेटियो भने अब उनलाई चाहिँ नाता थाहा हुँदैन होइन। उसले चाहिँ केही गरे पनि मेरो छोरोले पनि यो फलानु मान्छे भने चिन्दैन, उनको उसले पनि चिन्दैन, त्यस्तो भइसक्यो। अब त्यसलाई हामीले चाहिँ के गर्ने भन्दाखेरि एकजनाले बोलेर गएको छ, अब झुटा बोल्यो कि साँचो बोल्यो, मलाई र साइला गान्धुवालाई खोज्दै आएको थियो एकजना मान्छे थानी, त्यो थानी उहाँ आयो त तुलाराम थानी, यिनी पहाड गएका रहेछन्। त्यहाँका मान्छेले भनेको 2 जना मान्छे छन्, तर एक बड्डा छैन, एक तन्नेरी छ, ती दुईटालाई भेटाउनु भनेर उसले ठेगाना दिएका रहेछ। त्यो मान्छे अस्ति भर्खरै कुरा हो, 2 दिन अगाडि कुरा हो। यहाँ आयो त मान्छे आयो, यो लौङ्कीबाट त्यसले मलाई फोन गर्यो, हजुरले त लिनु पनि, हजुर कहाँ बस्यो, माथि पुर्याउनु वडा त्यसले बोल्यो होइन। तुलाराम थानी भनेको हृदयराम थानीका माइला बुवा छोरा है। अनि मैले मसँग बोलाएँ, कहाँ आउनुहुन्छ, घरमा छु म, तपाईँ घरमा आउँदैछु, हजुर कहाँ आउनुहुन्छ, नाइ म लम्की खिराम हो, नाइ म तुलाराम थानी हो, मै आउँछु पढाउनु त बस्नु म आउँछु भने अनि उसले भने कि हो त्यो भन्यो। अनि आएर अनि उहाँलाई, उहाँ त स्वर्गवास हुनुभयो भने मैले कहाँ हो उहाँको घर भन्दै थियो, उहाँ त स्वर्गवास हुनुभयो, 1 वर्ष पुग्नु लाग्यो, अब हुनुहुन्न यहाँ भनेपछि तपाईँलाई पनि केही कुरा थाहा छ कि? अब थाहा भयो कुरा थाहा छैन किन भन्ने होइन, केही कुरा मलाई थाहा त होला। अनि आज कता बस्छौँ त यहीँ बस्छु कि उता घरमा जाउँ भन्दाखेरि लक्ष्मीले भने यहीँ बस्छ त होइन, यहीँ बस्छ होटलमा, त्यहीँ खानापिना खायो। साँझ मैले औषधि खानुपर्छ, मैले भने म साँझ औषधि खान्छु, म घर जान्छु अहिले। अनि भाइ कहिले आउनुहुन्छ त्यहाँ कतिखेर? भोलि बिहान म 5 बजे आउँछु। उ त 4 बजे फर्काउनु लाग्यो मलाई त। अनि मसँग भएको जो थियो नि, उसलाई कान्छोलाई पनि थाहा छ, मैले ल्याएर दिएँ तँलाई। अनि के गर्नुहुन्छ भने किताब लेख्छु भाइ, किताबै लेख्ने मान्छे हो, त्यसले एउटा पहिलो किताबहरू मलाई दिएको छ। अनि आफ्नो बारेमा के हो त थानीको बारेमा भन्दाखेरि मैले कहाँ कहाँ जोडाएको छु मलाई थाहै छैन भन्छ। अनि तँ के को किताब ल्याउने त हाम्रो मात्र लिएर भनेर मैले त्यसलाई कति पेज दिएको छु भने 36 पेज लेखाएर दिएको छु है। 36 पेजको फोटोकपी गराएको छु मैले, गराएर दिएको छु। तर 2टा किताब बनाउँछु, एउटा हजुरलाई दिन्छु यतातिर, एउटा राख्छु भने अस्ति फोन गरेको थियो, भाइ आउनु नि त एकचोटि बसौँ भन्दै थिएँ। मेरो अहिले फुर्सद छैन, म मुक्सिटमा आउँछु भनेको छु, फेरि सुर्खेत जाने म पहिला। अब यसलाई के गरौँला भने एक्चुअलीमा आज हजुरलाई यो पनि जानकारी गराउँ। यो 1 वर्ष समय छ हामीसँग। नायक परिवारबाट हाम्रो अब दाजुभाइ आउनु भएको छ, काकाहरू आउनु भएको छ, हजुरसँग के चिजहरू छ बुढा पुराना जो छन् आफ्नो नायक परिवारको बारेमा, अरू कुरामा जे थाहा छ त्यो पनि टिप्पणी गरिराख्नु होला। अब धामीको परिवारबाट हजुरलाई, अब धामीको परिवार मात्रै नभए हजुरलाई धेरै कुरा थाहा छ दाजु, त्यो पनि हजुरले चाहिँ कलेक्सन राख्नु होला। यता दाडी मुलुखेको चाहिने परिवारबाट पनि जे जस्तो छ यो चाहिँ महेन्द्र काकाको चाहिने जिम्मा, त्यो पनि हजुरले चाहिँ सबै कुरा चाहिँ टिप्पणी गरेर राख्नु होला। अनि यतापट्टि अब हामीसँग जे जति छ त्यो गरेर अनि अर्को साल हामी चाहिँ एउटा नम्बर बनाउँछौँ होइन। जस्तो 17 नम्बर चाहिने पर्यो, मेरो छोराको 17 नम्बर पर्यो भने अनि 17 नम्बरमा मेरो छोराका चाहिने पुस्ताहरू सबै 17 नम्बरमा परे, मेरो छोराको पुस्ताहरू। अनि चाहिँ 17 नम्बर हो भनेपछि दाजु हो, मेरो भाइ हो, दाजु भनेको पत्रमाले भयो, 18 नम्बरमा नाति पढ्ने भयो, 19 नम्बरमा यस्तो खालको नम्बरिङ गर्ने 26बाट गर्छौँ हामी यो कुरो है। समग्र न्युपानेको छ, नेपालभरिका न्युपानेको पनि नम्बरिङ गरिरहेको छ अहिले। त्यो हाम्रो चाहिँ 26 देखिको दाजुभाइको यहाँसम्मको एउटा नम्बरिङ गर्ने कार्यक्रम हामी अर्को वर्ष, यो 1 वर्ष चाहिँ मैले धेरै कुरा कलेक्सन गरेको छु यो पिरियडमा, मसँग भएको मसँगै छ। अनि हजुरहरूले पनि जोसँग जे चिज छ त्यसलाई चाहिँ टक्क एउटा कापीमा टिपेर राखिरहनु। अनि दसैँ आउनुभन्दा अगाडि एकचोटि हामी बस्छौँ सबै 4 परिवारका चाहिँ
बोलाएर बस्छौँ एक ठाउँमा 2-3 दिन बसेर एउटा तयारी गरेर अनि एउटा पुस्तक लेखिने अनि त्यो प्रत्येक वर्ष रिन्यू गरे जस्तो कि अनि प्रत्येक वर्ष नयाँ चाहिने पुस्तकालय थप्दै जान्छौँ त्यो चाहिने गर्नेदेखि लिएर केही अरू योजना पनि बनाएको छौँ हामीले नगरी नहुने त्यो चाहिँ गरौँला त्यसैले अब यही कुराहरू हो र समग्र रूपमा बुवाको चाहिने दिवंगत आत्माले चाहिँ चिर शान्ति पाओस् र यो जीवन क्षणभङ्गुर छ को कति बेला जान्छ केही पनि थाहा हुँदैन भोलिको भरोसा कसैको पनि छैन त्यसैले बाँचुन्जेल हाई आनन्दसँग मस्तसँग चाहिँ भनेको सबैसँग राम बोलेर चाहिने जाने कुरा गरौँला र आगामी दिनहरूमा हाम्रो चाहिने पुस्ता हाम्रो चाहिने परिवार अझै चाहिँ अगाडि बढेर राष्ट्रियदेखि अन्तर्राष्ट्रिय क्षेत्रसम्म हामी चाहिने पुग्नेछौँ हाम्रो नेटवर्क त्यति तरिकासँग बढ्नेछ आज सबभन्दा नेपालमा अगाडि बढेको डोटी र चाहिने भनेको झापा छ डोटी र झापा किन अगाडि बढ्यो भन्दाखेरि डोटीको एकजना पिएन चाहिने झापामा छ भने त्यो रेकर्ड छ डोटेलसँग होइन ऊ चाहिने झापामा गयो भने पहिला त्यो पिएन समाज छ होइन हामीलाई को कहाँसँग केही थाहा छ कि होइन कोही पनि केही पनि थाहा छैन किन भन्दाखेरि हामी चाहिँ अज्ञानताका कारणले टाढी होइन त्यसैले यो टाढिने कुरालाई एकदमै चाहिँ नजिक ल्याउने कुरा गरौँला यो पावरफुल शक्तिशाली परिवार हो जिन हो कि जिनले काम गर्छ हेर्नुहोस् आज पनि यति शक्तिशाली जिन छ दुनियाँको कुनै पनि ठाउँमा गएर हार खान पर्दैन त्यसैले चाहिँ यी चिजहरू छन् भन्दै म बुवाको चाहिँ नि मृत आत्माको चिर शान्तिको कामना गर्दै र हार्दिक श्रद्धाञ्जली सभालाई विश्राम दिन्छु र अब हजुरहरू सबैले फुल र चाहिँ टीका अर्पण गरेर आजलाई लाइनमा लौ त बहिनी आज भेट भयो धेरै दिनपछि बहिनी मेरो प्यारी बहिनी आउँथ्यो पहिलेबाटै